नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। इट्स मी प्रतीक परियार। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। अनि अहिले चाहिँ 12 बजिसक्यो। म चाहिँ खानासाना खाएर फ्रेस भएर एकछिन अहिले धेरै गर्मी छ नि त, अनि यता डाँडातिर आएको किनकि यहाँ चाहिँ हावा धेरै चल्छ, अनि शीतल ताप्ती भनेर आएको। अनि अहिले पनि म यहीँ बसिरहेको छु। अनि तपाईँहरूले टाइटल थम्बनेल देखेर थाहा पाइ नै सक्नुभयो होला। अनि हिजो चाहिँ आगो एकदम धेरै लाग्यो कि बेलुका 5 बजेदेखि बिहान 4 बजीसम्म चाहिँ हामी आगो निभाइ घरहरू त केही भएन, केही क्षति भएन, तर वनहरू चाहिँ पुरै जलेको छ। अनि यहाँ हल्का अहिले यस्तो देखिन्छ कि पुरै यो यहाँबाट, अनि यहाँ चाहिँ ग्राउन्ड छ। यहाँ चाहिँ पुरै हिजो मान्छे लगभग 300-400 जना जति मान्छे सबजना आउनु पर्यो। अरू सबैजना गएर 400-500 जना चाहिँ मान्छे आउनु पर्यो, किनकि आगो चाहिँ धेरै ठुलो लागेको थियो। अनि मसँग बेलुकाको 1-2वटा क्लिप छ, त्यो पनि म एड गर्छु। सबैले हेरेर माया गरेर साथ सपोर्ट दिनु होला। अनि यता चाहिँ अब सल्किन दिनु हुँदैन कि मार्नुपर्छ। म चाहिँ रातभरि बसेकोले आँखा लास्ट दुखिरहेको छ, किनकि म सुतेको पनि छैन। अनि बिहान पनि निद्रा लाग्दैन। अनि अहिले पनि म भर्खरै गएर आएको, जङ्गल गएर आएको, किनकि जङ्गलमा अझै आगो लागिरहेको छ। यो जुन देखिराख्नु भएको छ यो ठुलो जङ्गल, यसमा आगो आउनै बाँकी छ। अनि यसमा आगो उताबाट लागिरहेछ, त्यो निभाउनै सकेन कि त्यो, किनकि त्यो पत्कर चाहिँ धेरै ठुलो, अलि मतलब धेरै वर्षदेखि थिचिएर बसेको त्यो तल सल्केर आगै निभाउन सकेन। अनि हामी सबजना फर्केर आएको छौँ, किनकि अब यता तलतिर चाहिँ घर छ, त्यो घर चाहिँ जोगाउनु पर्ने हुन्छ, त्यही भएर सबजना आएको छौँ। अनि च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। अनि अब चाहिँ म घर जान्छु, किनकि म आएको यहाँ धेरै भइसक्यो, आगो पनि हेर्नुपर्छ, त्यही भएर अब चाहिँ म घर जान्छु। यो चाहिँ म चाहिँ यहाँ ग्राउन्डमा आएको छु। अनि अब चाहिँ म सुई घर जान्छु। पुरै यहाँदेखि त्यो पारी त्यहाँसम्म चाहिँ पुरै आगो लागेको छ। अनि अब भने चाहिँ घर जानुपर्ने हुन्छ, किनकि म आएको चाहिँ लगभग 1-2 घन्टा भयो होला, किनकि म पुरै माथि हाम्रो त्यहाँ टावर पनि छ, त्यहाँ पनि गएर आएको म। अब चाहिँ म घर जान्छु, अनि घरमै गएर भेटौँ। एउटा फेरि भिडियो बनाउन त्यही त मैले भनेको नि, ब्लग बनाइदिनु मैले 8 मिनट केही हुँदैन। जस्ता लाखाले यत्रो ढुक्कर मात्र भने अब सक्यो त्यही हो। अनि लास्ट धेरै आगो लाग्यो, डेन्जरै आगो लाग्यो, तपाईँहरूले सोच्नै सक्नु। अब
रियामती जस्तो भिडियोमा हेरेर त कहाँ थाहा हुन्छ, त्यही पनि चाहिँ हेर्नु म क्लिप हाल्छु। त्यो चाहिँ पुरै यस्तो भएको छ कि यहाँदेखि तलसम्म लागेर त्यो पारी उता लागेर त्योभन्दा उतापट्टिको त्यो पारिपट्टिको जङ्गलभन्दा पनि उतापट्टिसम्म लागेको छ क्या आगो चाहिँ। अनि आगो चाहिँ धेरै उतासम्म लागेको छ। अनि के भन्नु अब यहाँ यो पुरै हिजो रातिको सब हाँगासाँगा भाँचेर मान्छेहरूले सब जङ्गल पुरै डढेर केही छैन। त्यही पनि हामीले बस्तीतिर चाहिँ छिर्दिनँ किनकि यहाँ रोडभन्दा उता पुरै बस्ती छ। अनि त्यो छिर्यो भने चाहिँ बस्ती सक्छ। अनि यहाँ चाहिँ पुरै धेरै यो के सोतर के थियो पुरै सब डढेको छ। अनि म चाहिँ अब घर जानुपर्ने हुन्छ किनकि जङ्गलमा आगो अझै पनि निभेकै छैन। हेर्नुपर्ने हुन्छ, हाम्रो जङ्गलबाट धेरै टाढो छैन घर, त्यही भएर हेर्नुपर्ने हुन्छ। अनि सुई घर जान्छु। अनि आजलाई चाहिँ भ्लग यति नै हुन्छ। सबैजनाले साथ सपोर्ट दिएर माया गरिदिएर च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। फेरि भेट्नेछु न्यू डे न्यू भ्लगको साथमा। हस्त बाबा।